हेलो वेलकम छ फेरि पनि धेरै टाइमपछि म चाहिँ एउटा छोटो ब्लग बनाउनु पर्यो भनेको थिएँ अनि टाइमै भएको थिएन साथीहरू। आज म चाहिँ घरभित्रबाट ब्लग स्टार्ट गर्दैछु। बस 1 वर्षको बादमा चाहिँ हाम्रो घर फिनिसिङ भएर चाहिँ हामी फाइनल्ली सरिसकेको छौँ साथीहरू। मैले तपाईँहरूलाई पनि देखाउँदै आएको थिएँ पहिला होइन हाम्रो घर। अनि अहिले चाहिँ बनिसकेको छ। बनिसकेर चाहिँ हामी इन्ट्री भइसकेको छौँ साथीहरू। हाम्रो घर चाहिँ यस्तो छ। अनि अनि मैले पहिला देखाउँदै आएको नि त, यो चाहिँ हाम्रो पूर्वबाट छिर्ने ढोका। अनि अन्त हामी सरेको चाहिँ लगभग त्यो भएको छैन, कति भयो महिना दिन पनि भएको छैन। अनि यो त्यो भएको कारणले चाहिँ मैले ब्लगहरू बनाउनु पाएको थिइनँ साथीहरू पहिला होइन, पहिलादेखि नै। अनि अहिले चाहिँ म ब्लग स्टार्ट गरौँ कि भनेर मेरो सोच आयो आज चाहिँ। अनि अरू बेला त्यस्तै त्यस्तै के कामले म भ्याएको थिइनँ नि त, त्यो भएर चाहिँ आज चाहिँ म ब्लग सुरु गर्नु पर्यो कन्टिन्यू। यसो केही नभए पनि पछि फ्युचर अब बच्चाहरूको लागि बच्चाहरूले हेरोस् होइन, बच्चाहरूले पनि हेरोस्। अनि हामी त्यो टाइममा कस्तो थियौँ, के गर्नुभएको थियो भन्ने कुरा चाहिँ बच्चाहरूलाई पनि सम्झना रहोस्, अविस्मरणीय क्षणहरू बनोस् भनेर चाहिँ मैले बनाउँछु प्रायः। अनि पछिको लागि सम्झनाको लागि बनाउँछु। अनि त्यस्तै छ साथीहरू। आज चाहिँ म ब्लग स्टार्ट गरौँ न त भनेर चाहिँ थालेको छु है। अनि यो चाहिँ आउट रहेको छ, यसलाई चाहिँ काट्नु पर्यो। अनि यहाँ रहेको छ, यो चाहिँ यहाँ चाहिँ खासै आइँदैन पनि। यो चाहिँ बारदली है, हाम्रो बारदली रहेको छ। यस्तो बारदली छ होइन, यहाँदेखि देखिने भ्यूहरू तल तल कति धुवाँलो पनि लागिरहेको छ। अनि हावा एकदम जोडले चलिरहेको छ, हावा जोडले चलिरहेको छ है। किनभने चैत वैशाख जनाउँदैछ नि त, चैत लागिसक्यो, हावा जोडले आइरहेको छ। अनि शीतल पनि छ र चर्को घाम पनि लागिरहेको छ। यहाँ हाम्रो ढोकादेखि बाहिर निस्किने बित्तिकै यस्तो छ है। अनि यसलाई पनि बन्द गरौँ, यो सबै क्लोज गरौँ। क्लोज अहिले दिन्छ नि त, अनि त्यही भएर यसलाई पनि क्लोज गरौँ। अनि यहाँ बेडमा चाहिँ यहाँ चाहिँ हाम्रो मेरो सासू आमाको बेड हो। अनि चाहिँ लास्ट रहेको छ। तपाईँहरूकोतिर पनि पुरा हावा चाहिँ चलिरहेको होला, यहाँ हाम्रोतिर पनि पुरा हावा चलिरहेको छ। पानी एकजर्को आइदिए त कति राम्रो हुन्थ्यो होला, किनभने बोट बिरुवाले सास फेर्नु पाउँथ्यो। अनि कति खडेरी लागे जस्तो छ होइन, सुक्खा भइरहेको छ। एकजर्को पानी आइदिए त मजा हुन्थ्यो होला वनस्पतिहरूलाई पनि। यो चाहिँ लास्ट है, यो चाहिँ। अनि कति सुक्खा मौसम भइरहेछ। यो चाहिँ हाम्रो घरदेखि देखिने पूर्वको ठाउँ, पूर्वको के भन्छ ठाउँ हो। अनि देख्न सक्नुहुनेछ यहाँनिर गुरुङबाङ सङ्घको लिम्बू सामुदायिक भवन, चुम्लुङ भवन बन्दैछ। अनि हावा एकदम धेरै आइरहेको छ, हावा त एकदम धेरै। हावाले नै फुरुरु, तपाईँहरू सुन्नु भएको छैन? त्यहाँ हेर्नुहोस् न, बाँसको झ्याङ हल्लाएको, त्यहाँ पनि एउटा घर छ। अनि यता देख्न सक्नुहुनेछ, यो चाहिँ यता कति धेरै मान्छेहरू बोकेर आउँदैछ तल नै। एउटा मान्छे चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ। अनि त्यहाँ पनि घर बन्दैछ साथीहरू। त्यहाँ घर चाहिँ लगभग लास्टमा फिनिसिङ हुँदै रहेछ भित्रबाट। हावा चाहिँ कति धेरै, आमा। अनि हेर्नुहोस् हावा त। अनि म चाहिँ त्यत्तिकै घरमा बसिरहन्छु आजकल होइन। तपाईँहरू त काममा बिजी हुनुहुन्छ होला, र पनि मेरो भिडियो हेर्नुहोस् ल। के अरे सेकेन्ड छट हो होइन। अनि लास्ट छट त अझै छ, म त प्रायः जाँदिनँ क्या त्यहाँनिर चाहिँ। अनि यहाँ छ, म जाँदैछु है। छ त्यही भएर म खासै आउँदिनँ कि यहाँनिर। यहाँ माथि पनि यस्तो छ क्या जग्गाहरू। अनि यहाँनिर धानहरू रोप्नुहुन्छ, मकैहरू रोप्नुहुन्छ होइन। यस्तो छ जग्गाहरू। यहाँदेखि पारी पनि छ, त्यहाँनिर घरहरू छ। अनि त्यहाँनिर के अरे सुँगुर फार्महरू पनि छ, मतलब आफ्नो लागि पालेको त्यो फार्म दर्ता गरेर होइन, सिम्पल आफूले पालेकोहरू छ त्यहाँनिर। अनि त्यहाँ तल देखिने चाहिँ धरानको पूर्व साइडको पाटाहरू देखिन्छ यहाँबाट होइन। अलिक भित्र यस्तो खोज छ नि त, यस्तो जानुपर्छ क्या। अनि त्यहाँभित्र चाहिँ
छ भनौँ न यो डाँडाले छेलेको छ यो डाँडाले चाहिँ उतापट्टि छेलेको छ यो डाँडा यो जङ्गलहरू जति पनि छ त्यति सामुदायिक वन अलिक टाढै छ भनौँ न यता यो चाहिँ टाढै छ त्यहाँ बस्तीहरू छ त्यहाँनिर यता हुँदै चाहिँ हामी लगभग अलिक टपमै बस्छौँ त्यो भएर चाहिँ यहाँदेखि सबै देखिन्छ अनि उहाँ पारि देखिने ठिङ्गाबारी होइन ठिङ्गाबारी अनि यहाँ तल देखिने तल्लो बानमारा अनि के भन्छ शीतल बस्ती अनि तल देखिने देउराली त्यहाँदेखि त देखिने धरान अनि त्यहाँदेखि उता देखिने तररा अनि त्यहाँदेखि उता देखिने चाहिँ इटरीदेखि इटरीको लाइन होइन मेन लाइनदेखि सब कुरा देखिन्छ यहाँबाट तर अहिले धुवाँ लागेको छ धुवाँले पनि लागेको छ प्लस के भएछ हावा चलेर पुरा हावा चलेको छ टन घाम लागेको छ होइन र पनि म छतमाथि बसेर भिडियो गर्दैछु साथीहरू त्यस्तो छ है त ढोका त थुनिराखेको कसरी उभियो बच्छ कि अब यस्तो साह्रो खेल्छ कि हावा एकदम धेरै चलिरहेछ बाहिर चाहिँ तर म चाहिँ भित्र आइसकेको छु यो माइक्रोफोन के भन्छ यसलाई हो त्यो लगाएको छु नि त अनि त्यो भएर यसो देखाउँछु घरिघरि यसो देखाउँछु किनभने मेरो फोनको स्पिकर अस्ति यहाँदेखि झरेर तल पुगेर पछाडिएको छ क्या के भएर म अब छक्क परेँ डरले ढु मुटु काम्यो अब म फोन गर्न सक्दिनँ मसँग पैसा छैन म के भन्छ त्यो बेरोजगारी परेँ त्यो भएर चाहिँ म एकदम तनावमा थिएँ तर जसो तसो चल्दैछ फोन चाहिँ होइन त्यो भएर चाहिँ म चाहिँ अहिले फेरि यहाँ आइसकेको बेडमा अनि म पल्टिन्छु यसरी है त बाई